नमस्ते। आज अक्टोबर 5 यो विशेष दिनमा हामीले संसारभरका शिक्षकहरूलाई सम्झने, सम्मान गर्ने र धन्यवाद दिने एउटा महत्त्वपूर्ण अवसरका रूपमा मनाउने दिन हो वर्ल्ड टिचर्स डे, विश्व शिक्षक दिवस। प्रत्येक वर्ष अक्टोबर 5 मा मनाइने यो दिवस केवल एउटा औपचारिक दिन मात्र होइन, यो त ज्ञानका दीप जलाउने गुरुहरूप्रति हाम्रो प्रेम, आदर र कृतज्ञताको प्रतीक पनि हो। वर्ल्ड टिचर्स डे सन् 1994 मा सुरुवात भएको हो। यो दिवसलाई युएनओका विशिष्टीकृत संस्था युनेस्को र आईएलओले सुरु गरेका हुन्। सन् 1966 मा युनेस्को र आईएलओले संयुक्त रूपमा शिक्षाका अधिकार, जिम्मेवारी र कामका अवस्थाबारे एउटा ऐतिहासिक सन्धि, जसलाई रिकमेन्डेसन कन्सर्निङ द स्ट्याटस अफ टिचर्स, उक्त सन्धि पारित गरेको थियो र त्यसैको स्मरणमा प्रत्येक वर्ष अक्टोबर 5 मा यो दिवस मनाउन थालिएको हो। शिक्षकहरू ज्ञान दिने व्यक्ति मात्र नभएर उनीहरू समाजका निर्माता, संस्कारका वाहक र राष्ट्रका भविष्य निर्माणकर्ताहरू पनि हुन्। उनीहरूले जीवनका मूल्य, आचार, संस्कार, अनुशासन र सोच्ने तरिका पनि सिकाउँदछन्। यो दिवस शिक्षकहरूलाई सम्झने, उनीहरूको योगदानको कदर गर्ने, समाजमा उनीहरूको भूमिकालाई उजागर गर्ने र शिक्षामा आवश्यक नीतिहरूको प्रवर्धन गर्ने अवसरका रूपमा लिनुपर्नेछ। त्यतातिर सबैको ध्यान दिन आवश्यक रहेको छ। यस दिवसले दिने मुख्य सन्देश भनेको के हो त भन्दाखेरि शिक्षकको सम्मान गर्नु हाम्रो कर्तव्य मात्र होइन, यो त हाम्रो जिम्मेवारी पनि हो। जीवनमा सफल हुन चाहने प्रत्येक व्यक्तिले आफ्नो गुरुको योगदान कहिल्यै पनि बिर्सनु हुँदैन। त्यसैले आजको यस विशेष दिनमा हामी हाम्रा सबै शिक्षक, गुरु, मार्गदर्शक र प्रेरणाका स्रोतहरूलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। जय वर्ल्ड टिचर्स डे। र तपाईले जुन सामाजिक सञ्जाल मार्फत यो भिडियो हेरिरहनु भएको छ, यस्तै अपकमिङ भिडियोजका लागि हाम्रो यस च्यानललाई, यस पेजलाई लाइक, सब्सक्राइब र फलो गर्न नभुल्नुहोला। धन्यवाद। नमस्कार।